गाइस वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ अहिले घरको बाहिर छु, त्यही भएर अँध्यारो अँध्यारो छ। मम चाहिँ भित्र टमीलाई खाना दिन लागेको छ। अहिले फेरि भोकै हुन्छ टमी भनेर। अनि हामी चाहिँ आज मन्दिर जान लाग्छौँ। अनि मसँग जिल्ला र जेन्सा चाहिँ उता छ। ला बन्द भयो पनि छ। म बत्ती बाल्छु। बाई बाई। हामी चाहिँ चोकतिर यहाँ त कस्तो चपक्क भएछ। हेलो गाइस, अहिले चाहिँ बिहानको 5:05 भइरहेको छ। हामी चाहिँ दुप्टेश्वर जानलाई यहाँ बाटोमा बसिरहेको गाडीमा आएर हामीलाई बिहानै 2टा गाडीले छोडेर गइसक्यो। भर्खर कस्तो भइरहेको छ हेर्नु होला। अहिले चाहिँ राति भइरहेको छ हैन त फुपू? छी कुकुर नखेल है। ओइ फोरी। नट मोर देन यु। गाइस हामी चाहिँ सामाकोसीको पेट्रोल पम्पमा गर्न आएको छौँ। अनि मम्मी चाहिँ गर्दै हुनुहुन्छ यलबाट लङ। ओइ साँच्ची स्वर सुक्या जस्तो छ बिचबिचमा। हो हुन्छ। अनि यहाँ हामी चाहिँ यसरी बस्छौँ एकछिन। मान्छे आयो। बाई गाइस। हामी चाहिँ यहाँबाट निस्किसक्यौँ। 26मा निस्क्यौँ। सुमो होइन, सुमो भन्छ है। सुमोमा सुमो। घाममा बसेर खाऊँ न मम्मी, घाममा बसेर खाऊँ। ओइ जा कुर्सी लिएर आइज। नुनमा चिनी रे भित्र। कसो हामी चाहिँ म मात्रै चिया खाएँ। मम्मीहरूले खानु भएन किनकि धेरै गुलियो थियो। अनि कति गुलियो थियो। अब माथि जानुपर्छ अनि मन्दिरमा पूजा गरेर खाजा खानुपर्छ। हेलो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। यस्तो के लाउनु ब्याग त्यसै अब मोबाइल त नहल्दा न। उ हल्दी मोबाइल छ्या टु माई च्यानल।
जिनिस हो जिनी बेन्च गाइस मेरो चाहिँ स्वर सुकेर यहाँ अलि हिँड म चाहिँ अलि बोल्न नसक्ने भएको छु देख्दैन कति मसिनो देखा मान्छेले कमिला त्यो त सरी सुग्यो त ओके बिहानसम्म ठिक थियो है त हाँस्छस् कति लामो लाइन हो जाडो महिनामा झन् छिराएर मर्छ सरम यहाँ माथि पुग्नुपर्छ चाहिँ 11 बजिसक्यो यो सबै बाल्नु घाँटी दुख्यो यहाँ माथि भिड नगर्नु तल छ है ठाउँ तल हामीले चाहिँ पूजा गरेर सक्यो कति धेरै पुरा भ्याङल्याङ भइछ यहाँ चाहिँ यस्तो रहेको छ ला CCTV रहेछ हौ भिडियो गर्न मिल्दैन रहेछ यहाँ चाहिँ हेर्नु कति गहिरो छ ढोक्नु गाइजहरू तपाईँ पनि ढोक्नु मोबाइलबाट दर्शन गर्नुहोस् यहाँ चाहिँ यस्तो बनाउँदो रहेछ ढुङ्गाको यसले त टाउकोमै छुन्छ कि के हो त्यहाँ बाजे लगाइदिनु भएको लगा छ मेरो चाहिँ स्वर सुक्यो त्यही बस्नु मिक्समा हालिदिनु न सयको थाहा नकरा हामी चाहिँ खाना खाएर निस्केको गाइस अब चाहिँ हामी जान्छौँ घरमा मेरो घाँटी चाहिँ झन् सुक्दै गइरहेछ थाहा कति तातो कति तातो गाडी त बेसरी पाके छ प्याट्याक्क भइसक्यो गाइस अनि हामीले तितौरा पनि खेल्यौँ सेल्फी पनि हान्यौँ
अब गाडी घुमाएर जान लागेको छ No, no. No, 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 no. इधर Jadi hap. Mayaलाई पानको अरूलाई कानको गीत चाहिँ सुनिरहेको छैन होला तर हामी चाहिँ भाइब गरिरहेछौँ अनि मेरो स्वरले आज मलाई धोका दिएको अवस्था यहाँ गर्नु गर्नु भएन कि भयो यस्तो 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 गर्नु यस्तो यता मपट्टि साइडमा अर्को हातले भयो त भूत जस्तो भइसक्यो हौ हामी चाहिँ टोखा आइपुग्न लाग्यो त्यहाँबाट 5 पोखरीको गाडी चढेर हामी जानुपर्छ टोक्ने छैन देखा न आउँदाको गाइस हामी चाहिँ झरिसक्यौँ योसँग रमसाम अब चाहिँ हामी के अरे 5 पोखरीको बस चढ्छौँ अनि त्यसपछि घर जान्छौँ सो सी यू गाइस बाई बाई गाइस हामी चाहिँ घर आइपुग्यौँ कस्तो रे फेरि गर्नु कुकु जाओ गाइस हामी चाहिँ अब करेन्ट नुडल र चाउचाउ अनि करेन्ट नुडल र अन्डा अनि कोक खानेवाला छौँ मम्मी मेरो यो अन्डा छुट्याइदिनु Yummy, yummy. तपाईं आउनु न यता आउनु न
खै बाली राखेको आफै चर्चा गर्छ boca banal gitu Boca bello भयो त्यत्रो गर्नुमा दिनहरू सिकेर होइन आउँदाखेरि होइन गाडीमा क्या एउटा आन्टी क्या मसँग बस्ने त्यो फेरि उता अर्कै गाडी क्या उताबाट चढेर हामी होइन त्यो रातो गाडी अलिक झरेर एउटा गाडी चढायो त्यो गाडीमा चढ्यो भने मेरो साथी आन्टी बसेको थियो त्यो फेरि चाख्ने यस्तो खेले खेलेको छ भने यस्तो छिटेर चाख्ने पठाइदिनु त्यो डल्ले मान्छे चाहिँ के भयो फोटो खिचेर लाएर बत्ती बालेर त्यो गुमेसले गाडी गरेको यस्तो गरेको थियो पुग्यो त कम अनि कसरी सवाद्नु भन्दै थियो मैले सुनेको गाइज हामी चाहिँ अब सुत्नु पर्ने हुन्छ हामीले खाइसक्यौँ दादा पनि ब्रस गरिसक्यो जेन्स पनि आइसक्यो टिभी रुमबाट टिभी हेरेर सो बाई बाई गाइज थ्याङ्क्स फर वाचिङ बाई बाई टिका चाहिँ गाडिरहेछ तैँले मुखै दिएको छैन मेरो चाहिँ यता लागिरहेछ अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई